ल है गाइस ढुङ्गाले हानेर गोला झार्न कहिले सक्छ भने ल माकुरी ल हामीले मुझे गोला यही हो ट्याक्क बारमा मजाले अहिले तिमीहरूलाई देखाउँछौँ केटा तल केटाहरूलाई रियाल चाउनी बस्ने हामीले खान्छौँ अनि यो जो भिडियो हेर्छ नि त्यसले चाहिँ रियाल चाउनी बस्ने है अहिलेलाई चाहिँ हामीले टक्क हान्दैछौँ कल्पना नि गरिसक्यो कसरी खाने भनेर यसलाई लास्ट तारा देखिन्छ त्यहाँ मलबाट हेरेर ल सागर दाईको पालो है मा कसम ल दाई ट्याक्क बाह्रमा वान ट्याप ओए मा पक्का ल टक्क ल सागर दाईको प्रहार ल है ओए मा सिधै त्यो माल खसोस् के त्यो माथिको हाने त हाने रहेछन् पहिला नि ढुङ्गाले हाने रहेछन् त्यस्तो माथिको कत्रे उडाइदियो क्या माम्पुली बिमको गाउँमा आएर नि जियोस् गोला खाइनी भइयो केटाहरू ल है गोला खाने प्लानमा पुरा खटिरहन् के छ मिच्छु ठिक छ नि होइन गोला खाने हो के छ साथी गोला खाने हो ल ठिक छ गोला खाने हो क्या गोला खाने नभए बेलुका आफ्नै गोला निकालेर खाने यो सकिएन भने त राम राम ल है सोल्टीको सर्ट हल्का भयो मिस भयो नजानी यसलाई खारै छोड्ने यसलाई किउले खान्छ हामीले खाने ल झारिदिनु ल दाइ झारिदिनु सागा दाईको पालो ल ल ल ओए माम पाका ल धेरै नजिक नजिक गइरह है ढुङ्गा ओइ ल्याउन जानी म हो ढुक्क आई एकचोटि लाएर धिपी पुग्थ्यो नि राम राम ओइ 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 भन्ने भन्ने हो क्या अन्त साला ल अरिङ्गा लिएर भन्के ए ल जाँदै ल सोल्टी हाम्रो साथीले तिम्रो जान त गयो तर अलिक कुनातिर हान क्या हरेस्तातिर कुनामै टाग होइन गोलामै टाक्छु भनेर सकिन्न त्यो कुना कुना टाग त लाग्छ आफै ल हाम्रो मिजीले हान्ने हुनुहुन्छ ल आइयो भाउटरे हान्ने हो खाइन्छ कि खाइन्न है सम्झेर नि हाल्ला नि यार ढुङ्गाले हानेर गोला खाने मान्छे कोही बेला भनेको क्या मिजी ल देखिनु पऱ्यो क्या कडा पारामा आन्नु पऱ्यो क्या ओए लायो माछी लायो तेरी माउटमा कसम तर दाइ यो मैले भन्ने थिएँ नि पोल्न पऱ्यो भए माउ पनि खान पाइन्थ्यो कि एक माना त माउै छ दाइ आउन्न क्या दाइ आउन्न रातो अरिङ्गाल हो आउन प्रहार हान्नुहोस् क्या प्रहार हान्नुहोस् आयो कि मुजी टोक्यो मलाई यहाँ आया मुझे टोक्यो यार रमदीवान टोक्यो
आया माछिने ओ राम राम भोलि खरै भयो लास्ट यार माछिने आयो थिए रावण माछिने टोके नहीं यार है टोका यही आयो का माछिने टोके यार ये मुझे औदा टोके यार मलाई त न भागेन बस यही कसम टोकेको यार बस नि यही नचलेर कस्तो टुकेछ नि त्यो भागेको कालो रहेछ रातो रहेछ मार्नु नचले मार सोल्टी यार नचलेर बसेन त्यो नचल मार त्यसले ट्याप्पै मार त्यो उकालेर नफाले चाहिँ ट्याप्पै मार माछिने रन्डीको भान टोके यार टाउकै भरि टोके यार माछिने तिमी चाहिँ चलेर नचलेर बस्नु पर्थ्यो त्यति बेला त मासाला रन्डीको छोरो टोकेर मऱ्यो यार लास्ट टोके सोल्टी यार यहाँ टोक्दे नि सुन्ने हा टाउकैभरि खुट्टैभरि टोक्दे यार कन्नैभरि टोक्दे मलाई त कम्तीमा नि 5-6 डाल टोके यार क्या त्यो भाग्ने नि त्यो त यो त्यो आधा त्यो पनि थिएन नि यार सारै अब क्या अन्त है खाइयो टोकै फर पत्र मै गरेर आएको थिएँ खाइयो धिप्पी पुग्यो बस कि राजा बस अब त आउँदैन त्यो आउँछ त्यो आउने